हेलो सबैजनालाई नमस्ते है। अनि आज चाहिँ म हाम्रो छिन्सनमा फतकुत फुलिरहेको छ चेरी ब्लसम। अनि हेर्न आएको आज हामी सही छ ल, पुरै फुलेको छ है, पर लाइन पुरै बाटैभरि फुलेको छ। अनि हामी हेर्न आछौँ, अब जाउँ है त। दामी छ ल, अति दामी छ। अझ राम्रोसँग फुलेको छैन कि यो। मसँग मेरो ब्याग छ, टोपीला छ, चस्मा चाहिँ गोजीमा राखेँ है, बाफले ढाक्यो क्या चिसो भएर बनाउँदै हो। अर्कै फिल आइरहेको छ क्या, रमाइलो टाइपको। हामी पनि यो चढ्नेवाला छ अब गएर, दामी छ। हामी यो चेरी ब्लसम फुल हेर्न आएको थियौँ है। पारिपट्टि फुलिरहेछ, यता परसम्म पनि फुलिरहेछ। अनि हामीले स्कुटर ल्याएको छौँ है, यो स्विङ भन्ने स्कुटर हो। यो चाहिँ एपबाट किन्न मिल्छ। बारकोड, यहाँ बारकोड हुन्छ, अनि यहाँ पनि बारकोड हुन्छ। अनि गोप्रो पनि छ मसँग, अब भिडियो बन्छ ल। यो मेरो हो, यता हाम्रो दाइले पनि गर्दै हुनुहुन्छ। कति क्युटी पैसा ल। अहिले त अब हामी अब गोप्रोमा स्विच हुन्छ हाम्रो क्यामेरा। हामी परसम्म जान्छौँ, 1 घन्टा चलाउँछौँ हामी। अब बवाल हुन्छ। यहाँ चाहिँ एक्सर्साइज गरेर जान्छ है। यो गरी महिनामा रोजको टनल हुन्छ यहाँ टक्क यो बारमा काटेको रहेछ। कहाँसम्म जाने? और फुलसम्म जाउँ त। म चाहिँ स्कुटरमा छु है। अनि अब हामी राखिदिनु भएको 1 घन्टा हुन आँट्यो चलाएको। 1 घन्टा जतिलाई मात्र लिएको है। यो जति चलाइ नै हुन्छ, यो ब्याट्री हुन्छ। फुलिरहेछ फुल चेरी ब्लसम। अगाडिपट्टि एउटा सानो गुम्बा छ, त्यहाँ देखिन्छ होला है। अनि यो सबै फुल फुल्छ ल। कोपिला मात्र लाग्छ अहिले, हल्का फुलिरहेछ। अगाडि चोकमा लगेर पार्क गरिदिने हो भयो। स्कुटर चलाएर राख्यो त्यहाँ। अनि म हिँड्ने साथीलाई भेट्न जाँदैछु। अब एक्लै छु। आज दिन चिसो भएर जाडो भयो कि, चिसो भयो, टोपी लगाइरहेको छु त्यही भएर। अनि अब खाजा खाने अनि रुमतिर लाग्ने। छिन्सनको यो एरिया रेसिडेन्टल एरिया माथि पछाडि एउटा पार्क छ, टुक्कामा बस्ने चौतारा छ, कोरियन चौतारा है, घर जस्तोको। ठिकै छ, रमाइलो छ ठाउँ।